नमस्ते एन्ड वेलकम टु अल इन माई युट्युब च्यानल नरेन्द्र सिंह जयसिर। मैले यो भिडियो एसई प्रिपरेसन गरिरहेका एसईको तयारी गर्न चाहेका स्टुडेन्टहरूको लागि बेसिक टु एडभान्स लेभलको कुराहरू विभिन्न ट्रिक्सहरू लिएर आएको छु। धेरैजसो स्कुलहरूमा म्याथको टिचर अझै पनि अभाव रहेको र म्याथ सिक्न नै नपाएका स्टुडेन्टहरूलाई पनि सजिलै एसई प्रिपरेसन गर्न सकुन् भनेर मैले यो भिडियो ल्याएको छु। म धेरै वर्षदेखि यही सिस्टम बेसमा रहेकोले मेरो एक्सपिरियन्स र नलेजबाट प्राप्त कुराहरू अरूलाई पनि सेयर गर्नको लागि मैले यो भिडियो बनाउँदैछु। यो भिडियो बनाउँदाखेरि इङ्ग्लिस तथा नेपाली मिडियम दुवैलाई सपोर्ट हुने गरेर क्वेसन चाहिँ इङ्ग्लिस मिडियममा राखेको र बुझाउँदाखेरि दुवै भाषा प्रयोग गरेको छु, जसले गर्दा इङ्ग्लिस मिडियम र नेपाली मिडियम पढ्ने दुवै विद्यार्थीहरूलाई सपोर्ट हुनेछ। यो भिडियो धेरैभन्दा धेरैलाई सेयर, लाइक, कमेन्ट तथा मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, ताकि मैले बनाएको भिडियोहरू बढीभन्दा बढी स्टुडेन्टसम्म पुगेर उहाँहरूको भविष्य उज्जवल होस्, साथै भिडियो बनाउन थप ऊर्जा आउनेछ भन्दै आजको टपिकलाई अगाडि बढाउन चाहन्छौँ। आजको टपिक चाहिँ युनिट 1 सेटको रहेको छ। सेटको युनिटलाई डिटेलमा पढ्दा बढी समय लाग्ने हुँदा एउटै भिडियोबाट सम्पूर्ण कुराहरू समावेश गर्न नसकिने भएकोले मैले युनिट 1 को डिफ्रेन्ट पार्टहरू बनाएको छु, जस अन्तर्गत म युनिट 1 को सेटको पहिलो पार्ट लिएर आएको छु। अब आज चाहिँ मैले तपाईहरुलाई पहिलो च्याप्टर युनिट 1 सेट सम्बन्धी पढाउन गइरहेको छु। अब यसमा हामीले बुझ्नुपर्ने मेन कुरा के हो भने हाम्रो एसई एक्जाममा सेटबाट टोटलमा चाहिँ 6 मार्क्सको क्वेसन आउँछ। 6 मार्क्सको क्वेसन भनेको यसैलाई चाहिँ एउटा क्वेसनलाई विभिन्न सब टपिकहरुमा डिभाइड गरेको हुन्छ, जस्तै ए, बी, सी अनि डी भनेर विभिन्न पार्टहरुमा दिने गर्छ। जस अन्तर्गत जस्तो पार्ट ए मा फर एक्जाम्पल 1 के को राखिदियो, अनि बी पार्टमा 1 अन्डरस्ट्यान्डिङ, अनि यसमा एप्लिकेसन 3A अनि 1 हायर एबिलिटी को। यसको अर्डर चाहिँ तलमाथि हुन सक्छ, तर टोटलमा हाम्रो चाहिँ यसबाट नलेजको क्वेसनहरु पनि आउँछ, अन्डरस्ट्यान्डिङ क्वेसनहरु पनि आउँछ, एप्लिकेसनको पनि आउँछ र हायर एबिलिटी को पनि क्वेसनहरु आउँछ। त्यही भएर हामीले प्र्याक्टिस गर्दाखेरि यी सम्पूर्ण क्वेसनको नलेज अनि अन्डरस्ट्यान्डिङ, एप्लिकेसन र हायर एबिलिटी को एमहरुलाई चाहिँ पूरा गर्ने गरेर हामीले यसमा चाहिँ तयारी गर्छौं। त्यही भएर मैले चाहिँ तपाईहरुलाई सिकाउँदाखेरि यो बेसिक देखि लिएर एडभान्स लेभलको सबै कुराहरू चाहिँ सबैलाई हुने गरेर यो भिडियो चाहिँ तयार गर्दै छु। जसमा सबभन्दा पहिले हामीले सेट भनेको के हो भनेर जर्नल कुराहरू चाहिँ थाहा पाउनु पर्यो, किनभने हामीलाई नलेज र अन्डरस्ट्यान्डिङ क्वेसनहरू भनेको लगभग बेसिक लेभलहरुबाटै सोध्ने भएको हुनाले हामीले चाहिँ बेसिक कुराहरू थाहा नभइकन सिधै चाहिँ क्वेसनहरू गर्न सक्दैनौं। त्यही भएर मैले सुरुमा तपाईहरुलाई बेसिकको बारेमा भन्छु। अब यो च्याप्टर चाहिँ अलि कम्प्लिटली जान्नको लागि बढी समय लाग्ने भएको हुनाले एउटै भिडियो बनाउँदाखेरि धेरै टाइम लाग्न सक्छ। त्यही भएर मैले यो सेटबाट जति पनि कुराहरू कभर गर्न सकिन्छ विभिन्न पार्टहरुमा चाहिँ मैले भिडियोहरू बनाएको छु र तपाईहरुले यो अन्य पार्टहरुलाई पनि हेर्नुहुनेछ भन्ने मैले चाहिँ जानकारी गराउँछु। सेट भनेको पहिले हामीले चाहिँ जर्नलमा के बुझ्ने भने सेट भनेको वेल डिफाइन्ड कलेक्सन हो भनेर बुझ्नु पर्यो। वेल डिफाइन्ड कलेक्सन हो के को भने चाहिँ अब्जेक्टहरु है, वेल डिफाइन्ड कलेक्सन अफ अब्जेक्ट। हामीले यो अब्जेक्टहरु लिँदाखेरि त्यसको चाहिँ कलेक्सन कस्तो बनाउने भने वेल डिफाइन्ड। जस्तो हामीसित फर एक्जाम्पल
इङ्ग्लिस भाउल लेटर भनेर दिएको छ भने इङ्ग्लिस भाउल लेटर भनेर भाउल लेटर भएको हुनाले भीले चाहिँ हामी डिनोट गर्छौँ। को परे AEIOU यो वेल डिफाइन्ड कलेक्सन हो। यसमा भएका सबै लेटरहरू चाहिँ के भन्छ भाउल लेटरहरू हुन् भनेर हामीले थाहा पाउँछ। त्यही भएर यो के हो वेल डिफाइन्ड कलेक्सन हो। त्यही भएर यो एउटा के हो सेट हो। अब यसमा हामीले अर्को जान्नुपर्ने कुरा के हो भने सेट अपरेसन भनेर भनेको सेटहरूको बीचमा चाहिँ रिलेसन हेर्ने हो हामीले। रिलेसन भनेर रिलेसन बिट्विन सेटहरूको बीचमा केही न केही रिलेसनहरू हुन्छ। जसमा पहिलो रिलेसन भनेको युनियन हो। अर्को रिलेसन हुन्छ हाम्रो इन्टरसेक्सन। अनि त्यस्तै गरी अर्को रिलेसन भनेको हाम्रो कम्प्लिमेन्ट। अनि त्यस्तै गरी अर्को रिलेसन हाम्रो डिफरेन्स अफ सेट भनेर हुन्छ। डिफरेन्ट अफ सेट भ्याल्यु। अनि त्यस्तै गरी सेमेटिक अफ सेट्स भनेर सेमेटिक डिफरेन्स भनेर विभिन्न चाहिँ अपरेसनहरू छ। भनेको हामीले कुनै पनि 2 वा मोर देन 2 सेटहरू छ भने तिनीहरूको बीचमा केही न केही रिलेसनहरू चाहिँ हामीले डेभलप गर्नुपर्छ। त्यसैले हामी के भन्छौँ सेट अपरेसन भनेर भन्छौँ। जस्तै युनियन भनेर भन्नु पर्यो भने फर इक्जाम्पल जस्तै लेट A एन्ड B be any 2 sets, let A and B be any 2 subset सबसेटहरू हुन् भने युनियनलाई चाहिँ हामीले जनाउनु पर्यो भने कसरी जनाउने भने A लेख्ने अनि U लेख्ने B लेख्ने। अनि यसको मिनिङ के हो भने कसरी फाइन्ड आउट गर्ने भने हामीले कोअर्डिनेट निकाल्नको लागि पहिले यो एक्चुअलमा हो के त कसरी चाहिँ फाइन्ड आउट गरिन्छ त्यो कुरा जान्नुपर्छ। सिधै हामीले कोअर्डिनेट अफ A युनियन B जान्दैन। पहिले A युनियन B भनेको कसरी निकाल्ने त्यो कन्सेप्ट चाहिँ थाहा हुनु पर्यो। यसको लागि मैले एउटा यहाँ इक्जाम्पल लिँदैछु। मानौ फर इक्जाम्पल फर्स्ट सेट इज A एन्ड सेकेन्ड इज B। मानौ यिनीहरूको इलिमेन्टहरू ABCDEF अनि GS यस्तो दिएको छ। अनि A युनियन B मिन्स के गर्ने भने all elements of A and B। युनियन भनेको A र B का सबै इलिमेन्टहरू लेखिदिने हो। तर यसमा रिपिट चाहिँ लेख्नु भएन। जस्तै यो CD चाहिँ इन्टरसेक्ट भएको इलिमेन्टहरू यिनीहरूलाई चाहिँ एकैचोटि लेख्ने। त अहिले A युनियन B निकाल्नु पर्यो भने को भयो A र B सबै भनेपछि गयो ABCDEF सबका सबलाई लेख्ने कसैले पनि रिपिट गर्नु भएन। अनि इन्टरसेक्सन हो भने A लेख्ने यो B लेख्ने बीचमा चाहिँ U लाई चाहिँ उल्टो गर्दैन। अब विद्यार्थी धेरै जस्तो कन्फ्युज हुन्छ यहाँनिर स्टुडेन्टहरू यो युनियन र इन्टरसेक्सन है। युनियन भनेको सोझो U बनाउने अनि इन्टरसेक्सनमा U लाई चाहिँ उल्टो चाहिँ कोट्याइदिने। त यसको मिनिङ के हो भने बोथ सेट एलिमेन्ट अथवा कमन एलिमेन्ट हैन कमन एलिमेन्ट्स इन बोथ सेट। अब यो चाहिँ मैले ठाउँ नभएर मैले यति लेखेँ कमन एलिमेन्ट्स कसमा A एन्ड B मा। जस्तो अहिले A इन्टरसेक्सन B भनेको कति हुनुपर्छ यो दुईटैको कमन कति छ त C र D भनेर छ हैन। कोअर्डिनेट निकाल्नु पर्यो भने पछि हामी यसैले 2 लेख्छौँ। त्यही भएर पहिले चाहिँ A इन्टरसेक्सन B निकाल्न चाहिँ हामीले चाहिँ जान्नु पर्यो। अनि कम्प्लिमेन्ट भनेको के हो भने जस्तै A कम्प्लिमेन्ट निकाल्नु पर्यो भने युनिभर्सल सेटबाट A को इलिमेन्टहरूलाई कमन इलिमेन्टहरूलाई सबट्र्याक्ट गरिदिने। यो भनेको यसको बुझ्ने इलिमेन्ट्स अफ U एक्सेप्ट A को बाहेक U का सबै इलिमेन्टहरू हो। जस्तो A को भनेको यहाँसम्मको हो। यो बाहेक जति पनि इलिमेन्टहरू देखिन्छ त्यो सबै हाम्रो के हो त A कम्प्लिमेन्ट हो। जस्तो EF GS अहिलेको लागि के हो त A कम्प्लिमेन्ट हो भनेको। अब डिफरेन्स भनेको सेटहरूको डिफरेन्स हुन्छ। यो A डिफरेन्स B यो भनेको A सेटबाट
ए इन्टरसेक्सन बी भएको कमन एरियालाई के गर्ने रिप्लेस गर्ने। यहाँ पनि त्यही हो, अघि जस्तै हो। यहाँ हामीले युबाट चाहिँ सबट्र्याक्सन गर्छौँ, यहाँ ए सेटबाट यसलाई चाहिँ के गर्छौँ सबट्र्याक्सन गर्छौँ। यो भनेको अब ओन्ली ए हो भनेर बुझे पनि भयो है। जस्तै पुरै ए हो, यो ए हो, यसबाट इन्टरसेक्सन भएको भागलाई घटाइदिने, योभन्दा उताको भागलाई हटाइदिने। त्यो भयो कति मात्रलाई ए र बी होला अहिले ए डिफरेन्स। सेमेट्रिक भनेको यो भनेको ए डिफरेन्स बी गर्ने, त्यस्तै गरी बी डिफरेन्स ए गर्ने, ए डिफरेन्स बी उल्टो उताबाट बी डिफरेन्स ए गर्ने, अनि दुईटैको चाहिँ युनियन गरिदिने। यो भनेको ए डिफरेन्स बी भनेको एन्ड नट ए हो, यो ओन्ली ए हो, अनि बी डिफरेन्स ए भनेको ओन्ली बी हो, दुईटैको चाहिँ युनियन चाहिँ गरिदिने। यो चाहिँ बेसिक कुरा भयो, यति जान्नुपर्छ। किन जान्नु पर्यो भने हामी नलेज क्वेसनहरू अन्डरस्ट्यान्डिङ क्वेसनहरू निकाल्नु पर्यो, त्यो कार्डिनेट निकाल भनेर हामीलाई सोधिदिन्छ। कार्डिनेट निकाल्नुको लागि त पहिले हामीले युनियन भनेको के हो, इन्टरसेक्सन भनेको के हो, कम्प्लिमेन्ट भनेको के हो, अनि डिफरेन्स भनेको के हो, अनि सेमेट्रिक डिफरेन्स भनेको के हो, यो कुरा चाहिँ थाहा पाएको हुनु पर्यो। ल यो चाहिँ हाम्रो बेसिक कुरा हो। अब यसपछि हामी कार्डिनेटी अफ सेट भनेर पढ्छौँ। मेन चाहिँ हाम्रो यताबाट स्टार्ट हुन्छ, कार्डिनेटी अफ सेट भनेर। कार्डिनेटी अफ सेट भनेर आउँछ हाम्रो, सुरु हुन्छ यताबाट कार्डिनलिटी अफ सेट्स। कार्डिनेटी भनेको फर इक्जाम्पल मैले एउटा लियो, भी भन्ने सेटले अघि AEIOU, त्यो भनेको इङ्ग्लिसको भावल लेटरहरू AEIOU भनेर लिए। यसमा हामीले कति इलिमेन्ट छ भनेर चाहिँ क्यालकुलेसन गरेछौँ भने यसैले नै हामी के भन्छौँ कार्डिनेटी भनेर भन्छौँ। यसको मिनिङ के भन्ने भने कार्डिनेटी भनेको नम्बर अफ distinct elements contained in a set, यो कुनै पनि सेटमा कति इलिमेन्ट छ भनेर हामीले नम्बरिङ गर्यौँ, 1 2 3 4 भनेर नम्बर दिएछौँ भने यसलाई हामी के भन्छौँ कार्डिनेटी अफ सेट भनेर भन्छौँ। जसलाई डिनोट गर्नुको लागि n लेखिन्छ, अनि स्मल ब्रेकेट, अनि फेरि बी गरिन्छ र यसको भ्यालु कति हुन्छ त 5 हुन्छ। यो यसको कार्डिनेटी काउन्ट गर्ने 1 2 3 4 5 जति मेम्बर हुन्छ त्यही नै यसको के हुन्छ कार्डिनेटी हुन्छ। अब कहिलेकाहीँ इक्जाममा चाहिँ हाम्रो नलेजको क्वेसनमा सोध्न सक्छ, यो डिफाइन द कार्डिनेटी अफ सेट भनेर भन्छ। त्यो बेला हामीले कसरी डिफाइन गर्ने त, यो डिस्टिङ्क्ट हुन्छ नि, यो कुनै पनि मिल्दैन र AEIOU एक अर्कासँग चाहिँ मिल्दैन, त्यही भएर डिस्टिङ्क्ट इलिमेन्ट भनेर भनेको। यहाँ काउन्ट गर्ने 1 2 3 4 5 जति नम्बर अफ इलिमेन्ट हुन्छ त्यो नै त्यसको के हो त कार्डिनेटी। अथवा कार्डिनेटी अफ 5 दियो भने हामीले के बुझ्ने त भने यसमा चाहिँ 5 इलिमेन्ट छ भनेर बुझ्ने। कसैमा कार्डिनेटी अफ 10 भनेर दिदियो कुनै सेटमा भने त्यसमा 10 वटा इलिमेन्ट छ भनेर बुझ्ने। यो कार्डिनेटी मात्र हेरेर यसको नेचरहरू इलिमेन्टहरूको नेचर हामी थाहा पाउन सक्दैन, यसले जस्ट नम्बर मात्र हो, यसले हामीसित कति इलिमेन्ट छ सेटमा भन्ने कुरा मात्र डिनोट गर्छ। अब यो कार्डिनेटी अफ सेटको चाहिँ के हो बेसिक कुरा हो। अब यीबाट हाम्रो इक्जाममा सोध्न चाहिँ सुरु भएछ, कार्डिनेटी अफ सेट, कार्डिनेटी अफ ए निकाल्नुहोस्, कसरी डिनोट गरिन्छ भनेर चाहिँ सोधेको हुन्छ। त्यसो अब अगाडि बढौँ, कार्डिनेटी अफ टु सेट भनेर यसैमा हेडिङ अर्को नेक्स्ट कार्डिनलिटी अफ टु सेट्स। हामी अब यी सेटहरूको बारेमा पढ्छौँ, कार्डिनेटी अफ टु सेट्स। अब मानौँ हामीसित फर इक्जाम्पल कुनै 2 वटा सेटहरू छ भने लेट A and B be any 2 subset of universal set U। यो हामीसित A र B कुनै 2टा सबसेटहरू छ जो चाहिँ युनिभर्सल सेटको चाहिँ सबसेटहरू हुन् भने अब यी A र B को बीचमा रिलेसनहरू धेरै किसिमको हुन्छ। त्यसको लागि म चाहिँ केसहरू भन्छु। केस भनेको चाहिँ रिलेसन हो। फर्स्ट रिलेसन यस्तो हुन सक्छ भनेको केस फर्स्ट,
A and B are disjoint set. A र B डिसजोइन्टेड सेटहरू हुन सक्छ। त्यो केसमा कस्तो भइदिला भने हाम्रो भेन डायग्राम हेर्दाखेरि यस्तो हो, यो ए सेट भयो, यो चाहिँ बी सेट। अब कार्डिनेटिटीमा जनाउनु पर्यो भने यो एन अफ ए भयो, यतापट्टि एन अफ बी भयो। त अब यसमा हामी दुईटा कुराहरू हेर्छौँ। डिसजोइन्टेड सेटको पनि दुईटा केसहरू हुन सक्छ। अब कस्तो केस भने फर्स्ट एन अफ ए युनियन बी भन्ने हुन्छ एउटा, अर्को कार्डिनेटी अफ ए इन्टरसेक्सन बी। दुईटा केसहरू भयो। ए युनियन बी को कार्डिनेटी कति हुने यस्तो केसमा, अनि ए इन्टरसेक्सन बी को पनि कार्डिनेटी कति हुने कुरा चाहिँ हामीले हेर्नु पर्यो। अब यसको लागि एन अफ ए युनियन बी भनेको पहिले मैले अघि नै भने ए युनियन बी भनेको ए र बी दुईटै समूहलाई लेख्नु हो। त्यसमा ए समूह भनेको यो, ए बी समूह भनेको यो, दुईटै लेख्नु पर्दा हामीले यहाँ के गर्ने म्याथमेटिकली प्लस गर्ने हो एन अफ ए एन अफ बी। त्यही भएर कार्डिनेटी अफ ए युनियन बी डिसजोइन्टेड सेटहरूको निकाल्नु पर्यो भने के गर्नुपर्ने रहेछ, ए को पनि कार्डिनेटी निकाल्नुहोस्, बी को पनि कार्डिनेटी निकाल्नुहोस्, दुईटाले सम गरिदिनुहोस्। अब टोटल भ्याल्यु कति आयो त्यो हेर्नुहोस्, त्यही नै यसको कार्डिनेटी हुन्छ। यसैलाई इन्टरसेक्सन चाहिँ फाइन्ड आउट गर्नु पर्यो यो केसमा भने यहाँ त इन्टरसेक्सन हुने केसै भएन। इन्टरसेक्सन त डिसजोइन्टेड सेट भन्ने बित्तिकै इन्टरसेक्सन त हुने भएन। इन्टरसेक्सन भएन भने इलिमेन्टहरू 0 छ। 5 सेट बन्यो। 5 सेटको चाहिँ कार्डिनेटी कति हुन्छ त 0 हुन्छ। त्यही भएर एन अफ ए इन्टरसेक्सन बी इक्वल टु 0 हुने भयो है। यो 5 सेट हो, 5 सेटको कार्डिनेटी कति हुन्छ त 0 हुन्छ। इलिमेन्टै छैन भने 0 इलिमेन्ट छ भनेर भन्न पाइयो हामीले। त्यही भएर हामी यसलाई कति लेख्छौँ 0 लेख्छौँ। केस थर्ड सेकेन्ड, केस सेकेन्ड कस्तो हुनसक्छ भने यस्तो पनि हुनसक्छ नि त। जस्तो मैले कुनै 2वटा सेट बनाउँछु, एउटा यो ए हो, यसैको बाहिर बी हो, यो भनेको सबसेटको केस हो। ए कन्टेन्ड इन बी सेट, ए भन्ने सेट बी भित्रै परिदियो। यसलाई चाहिँ हामी म्याथमेटिकली कसरी लेख्छौँ, इफ ए यो अघिको यु अनि यो बी ए सबसेट अफ बी भनेर पढ्छौँ। यसको मिनिङ चाहिँ तपाईँले यो लेस देन र ग्रेटर देनको रूपमा बुझ्दा पनि झन् सजिलो हुन्छ होला। मैले सजिलोको रूपमा यसलाई यसो भनेर सम्झिनको लागि है, ए लेस देन बी। अब ए लेस देन बीमा हामीले के पढेको हो भने यो जो मुख जतातिर दुईटा मुख हुन्छ त्यो जहिले पनि लार्ज भ्याल्यु हुन्छ र जता यो यसको अपोजिट साइडमा के हुन्छ त स्मल भ्याल्यु हुन्छ। सेम केस यसमा पनि हो भन्ने बुझ्नु। यो बी चाहिँ ठुलो सेट हो हैन, यो ठुलो सेट रहेछ, ए चाहिँ यही भित्र पर्दियो, कन्टेन भयो। त्यसको अवस्थामा यसका पनि 2 केसेसहरू भयो अझ। एन अफ ए युनियन बी अब के हुने, अनि एन अफ ए इन्टरसेक्सन चाहिँ के हुने भन्ने हो। अब यो चाहिँ इम्पोर्टेन्ट छ, अब इक्जाममा सोधिरहेको छ यो कुरा। अहिले म भन्छु। अब यो पहिलोवाला केस हेरौँ, यो वाला यसको सब केस भनौँ, यो केसभित्र सब केसहरू आए। अब यहाँ हेरौँ है, ए भन्ने बी भित्रै छ, यो ए चाहिँ यो बी भित्रै छ। त युनियन गर्दाखेरि त हामीले के भनेको हो भने यी दुईटै सेटहरूलाई लेख्नुहोस् भनेको छ। दुईटै सेटहरू लेख्ने आवश्यकतै छैन। हेर्नुहोस् त यो सेट त यही सेटभित्र छ। त्यसो भए बाहिरको यो वाला सेट लेखे त भित्रको सेट त आफै आइहाल्छ नि। हो, त्यसो भए यो भनेको कति हुँदो रहेछ त एन अफ बी हुँदो रहेछ। बुझ्नुभयो कुरा, हामीलाई बुझ्यो होला। अनि इन्टरसेक्सन भनेको त कमन हो। यसको एरिया यहाँसम्म मात्र हो, यो लाइनसम्म मात्र हो, यो लाइन जहाँसम्म छ सर्कल भनेको छ त्यहाँसम्मको एरिया हो। अनि बीको यसको भन्दा बाहिर हो। अब दुईटैलाई कमन हुने एरिया भनेको त यो हो। त्यसो भए एन अफ कति हुने रहेछ त ए हुँदो रहेछ। अब इक्जाममा कसरी सोध्छ भने यो सोध्छ पहिले। ल नलेजको क्वेसनमा कसरी आउँछ भने इन व्हिच कन्डिसन कार्डिनेटी अफ ए युनियन बी इक्वल टु कार्डिनेटी अफ बी भनेर सोध्छ। कुन केसमा ए युनियन बी भन्नु र एन अफ बी भन्नु सेम हो भनेर सोधिन्छ। अब हामीले अहिले नै भर्खर के भन्यो त इफ ए इज सबसेट अफ बी देन कार्डिनेटी अफ ए युनियन बी इक्वल टु कार्डिनेटी अफ बी हुन्छ।
एउटा चाहिँ नलेजको क्वेसन चाहिँ यसैबाट सोधिदिन्छ। अब यसैलाई सेकेन्ड नम्बरमा यसले पनि सोधिदिन्छ के भन्दैन, सेम अघि जस्तै इन विच कन्डिसन कार्डिनेटी अफ ए इन्टरसेक्सन बी इक्वल टु कार्डिनेटी अफ ए भन्ला। अब त्यो केसमा पनि हामीले त्यही भन्ने, इफ ए इज सबसेट अफ बी देन कार्डिनेटी अफ ए इन्टरसेक्सन बी इक्वल टु कार्डिनेटी अफ ए। तपाईँहरूले याद कसरी गर्ने, यहाँ ट्रिक के हो भने यसमा ट्रिक सिक्नु है। युनियनको केस आयो भने हामीले यो ठुलोवाला सेटलाई हेर्नुपर्छ। यो युनियन हो भने ठुलोवाला सेटलाई हेर्नुहोस्। र इन्टरसेक्सनको केस आएछ भने यो इन्टरसेक्सनको केस आएछ भने यो स्मलवालालाई हेर्ने, यो स्मलवालालाई हेर्नुपर्छ। युनियन आयो जो ठुलोवाला सेट हो त्यसलाई हेर्नुहोस्, अनि इन्टरसेक्सनको केस आएछ भने जुन स्मल चाहिँ सेट हो त्यो स्मल सेटलाई हेर्नुहोस्। सजिलो छ, केही धेरै यसमा अब धेरै सोच्नु पर्ने छैन, सोझो सोच्नुहोस्। के गर्ने, युनियन निकाल भनिदियो भने हामीले ठुलो सेटको भ्याल्यु लेखिदिने हो, इन्टरसेक्सन निकाल भनिदियो भने स्मल सेटको चाहिँ जति भ्याल्यु होला त्यो भ्याल्यु चाहिँ लेखिदिने हो। यो चाहिँ हाम्रो केस सेकेन्ड हो। अब हामी केस थर्डतिर जाउँ। यी टु सेटकै काम गर्दैछौँ हामीले। केस थर्डमा जाउँ। केस थर्डमा के आयो, केस थर्ड यस्तो इन्टरसेक्ट भयो, टु सेटहरू दिएको छ, तिनीहरू इन्टरसेक्ट भयो, यो ए यो बी इन्टरसेक्ट भयो। अब यसमा अब नोटेसन हेर है, एरोहरू पनि हेरिहालौँ, एकदम विचार गर्नु होला। यो भनेको कार्डिनेटी अफ ए हो, अनि यो भनेको कार्डिनेटी अफ बी भइहाल्यो, अनि यो भनेको हाम्रो कार्डिनेटी अफ ए इन्टरसेक्सन बी भइहाल्यो। अब यहाँनिर विचार गर्नुहोस्, यो एरो यहाँसम्म गएछ भने यो ओन्ली ए हो, त्यसो भए यसलाई कसरी जनाइन्छ, एन नट ए ले जनाइन्छ। यो डिफरेन्स छ है। तपाईँहरूले चाहिँ एरो देखाउँदाखेरि जहाँ पनि त्यही देखाउने होइन। यो ए भन्नु छ भने यो लाइनसम्म जाने, अनि नटलाई देखाउनु पर्यो भने भित्रसम्म जाने। यसमा पनि सेम त्यही हो, यो भित्रसम्म जानुभयो भने ओन्ली नट बी हो भनेर बुझ्ने। यो भनेको कम्प्लिमेन्ट भ्याल्यु, यो युनियनको एरिया हो। यो एरियामा नपर्ने, युनियनमा नपर्ने भने चाहिँ एन अफ ए युनियन बी हो कम्प्लिट, नाइदर इन ए नाइदर इन बी भन्ने केस आयो भने यो कम्प्लिमेन्ट हो भनेर हामीले बुझ्नुपर्छ। त्यसो भने केस थर्ड के हो त, इन्टरसेक्टिङ भनेर भनौँ। इन्टरसेक्टिङको केस रहेछ। ए एन्ड बी आर व्हेन इन्टरसेक्ट टु इच अदर। त्यो केसमा के हुने भने पहिलो नम्बरमा लेख्ने। अब यहाँ हेरौँ, एन अफ ए युनियन बी, यहीँबाट हाम्रो फर्मुलाहरू सुरु भएछ है। यो फर्मुलाहरू ध्यान दिएर हेर्ने, अनि मैले ट्रिकहरू सिकाउँछु, त्यो ट्रिक अनुसार चाहिँ तपाईँहरूले याद पनि गर्ने हो। एन अफ ए युनियन बी भनेको, अब हेर्नुहोस् है, ए युनियन बी भनेको यो र यो दुइटै लेख्ने हो, दुइटै सर्कलहरू दिएको छ, त्यो भागलाई जनाउने हो। सबै लेख्ने, ए र बीको सबै लेख्ने भनेर भनेको थियो नि। त्यसो भए एलाई पनि लेख्ने, बीलाई पनि लेख्ने। त्यसको लागि हामीले पहिले योवाला भागलाई हेरौँ। यो भागमा यो भाग जोडिदियो भने यो दुइटै सर्कलहरू आउँछ। यो भाग भनेको हाम्रो एन नट ए हो, एन नट ए हो, अनि यो भाग भनेको इन्टरसेक्सन हो, अनि यो भाग भनेको एन नट बी हो। त्यसो भए एन नट बी इन्टरसेक्सन पनि मागे छ, एन अफ ए इन्टरसेक्सन बी। यो सजिलो छ, के गर्नै पर्दैन। के गर्ने, नट वानलीमा इन्टरसेक्सन जोडिदिने, त हाम्रो चाहिँ युनियन आइहाल्छ भनेको है। बुझ्नुभयो पुरा, बुझ्यो होला। त्यो सिम्पल रूपमा बुझाइदिएँ मैले। यसैलाई एन अफ ए युनियन बी इक्वल टु, अब हेरौँ, यो ए सेटमा यो बी सेट जोडौँ। अब एन अफ ए प्लस एन अफ बी गरौँ। यसरी गर्दाखेरि अब तपाईँहरूले पनि विचार गर्नुभयो होला, यहाँ एउटा हामीले गडबड गरिसकेका छौँ। के गडबड गऱ्यौँ भने एमा बी जोड्ने त भन्यौँ, जोड्दाखेरि हामीले दुईचोटि एउटै भागलाई जोड्दैछौँ। हेर्नुहोस् है, एन अफ ए गऱ्यौँ, यो भाग यहाँसम्म आइसक्यो, यो भाग आइसकेको छ, यसमा एन अफ ए भन्यो। एन अफ बी भन्यो, फेरि एन अफ बीमा पनि यो भाग आउँदैछ भने एउटै पार्टलाई हामी चाहिँ डबल जोड्यौँ। त्यसो भए वान टाइम चाहिँ के गर्नु पऱ्यो, सबट्र्याक्सन गर्नु पऱ्यो। तब हामीले भनेको कुरा ठिक भयो। यो चाहिँ एकचोटि मात्र जोडिनु पर्ने, दुईचोटि जोडिएछ, एकचोटि चाहिँ के गर्ने, सबट्र्याक्सन गर्नुपर्ने रहेछ। त्यही भएर एन अफ ए युनियन बीको अर्को फर्मुला बनेको छ, एन अफ ए एन अफ बी एन अफ ए इन्टरसेक्सन बी।
अब कहिलेकाहीँ हामीलाई डाइरेक्ट कार्डिनेटिभ अफ ए युनियन बी निकाल्नु पर्यो, यी भ्यालुहरू दिएको छ भने हामीले त्यो बेला कार्डिनेटिभ अफ ए युनियन बी फर्मुला अप्लाई गरेर निकाल्न सक्छौँ। त्यही भएर हामीले यो फर्मुलाहरू चाहिँ याद गर्नु पर्यो। यी फर्मुलाहरू याद गर्नु पर्यो। याद गर्ने तरिका अब हेर्नुहोस्, अब कन्फ्युज हुनुहुन्छ तपाईँहरू, के कन्फ्युज हुनुहुन्छ भने अब यहाँ इन्टरसेक्सन प्लस छ, यहाँ माइनस छ, अब कन्फ्युज भइन्छ। त्यही भएर याद कसरी गर्ने भने वानलीको फर्मुला लेख्दैछौँ भने इन्टरसेक्सन प्लस गर्नुहोस्। फेरि ध्यान दिएर टिपोट गर्नु होला कपीमा। यदि हामी ए युनियन बी को कार्डिनेलिटी निकाल्दैछौँ र हामीले फर्मुला चाहिँ वानली वाला फर्मुला प्रयोग गर्दैछौँ भने इन्टरसेक्सन प्लस लेख्नुहोस्। होइन हामी चाहिँ जर्नल फर्मुला चाहिँ प्रयोग गर्दैछौँ भने त्यो बेला इन्टरसेक्सन के गर्नुहोस् त माइनस गर्नुहोस्। बस यति। नट आएछ इन्टरसेक्सन प्लस हुन्छ, नट आएन भने इन्टरसेक्सन माइनस हुन्छ भनेर याद गर्नुहोस्। यही सेकेन्ड फर्मुलाबाट मैले थर्ड फर्मुला पनि यहीँबाट डिराइभ गर्छु। त्यसको लागि के गर्छौँ, योलाई चाहिँ यता ल्याउँ लेफ्ट साइड, अनि यसलाई राइट साइड ल्याउँ। यसलाई लेफ्ट साइडमा ल्यायो भने के होला भन्नुहोस् न, प्लस होला। कार्डिनेटिभ अफ ए बी भनेर होला। अनि यो उता गएछ भने के होला, माइनस होला। त एन अफ ए प्लस एन अफ बी अनि माइनस एन अफ ए युनियन बी हुनेछ। यो बुझ्नु भयो पुरा सजिलो छ कि। यसलाई यता ल्याऊ, यसलाई उता लगाऊ। म्याथमेटिक्समा एउटा स्टेप जाने हो भने अर्को स्टेप पनि के भयो कसो भयो यसो दायाँ बायाँ हेरेर हामी अर्को स्टेपमा चाहिँ सजिलोसित पुग्छौँ। यसमा के धेरै भोग्नुपर्छ भन्ने छैन। म्याथमा हामीले ट्रिकहरू जान्ने हो। फर्मुलाहरू अहिले एउटा पनि याद गरिरहेको छैन, सबै हामी त्यो भेन डायग्रामबाट चाहिँ यहाँ फाइन्ड आउट गर्दैछौँ र यिनीहरूलाई अब सम्झिँदै जाने हो। अब नेक्स्ट अब यहाँ हेरौँ है, हाम्रो यो दुईटा भनेको युनियन हो, एन अफ ए युनियन बी हो होइन। टुबाट जो सर्कल छ त्यो टोटल एरिया जो छ त्यो भनेको ए युनियन बी हो, कार्डिनेटिभ अफ ए युनियन बी हो। यो बाहिरको भागलाई हामीले के भनेका छौँ, एन अफ ए युनियन बी को कम्प्लिमेन्ट भनेर भनेका छौँ। अब हेर है, यो सर्कलमा यो बाहिरको एरिया जोडिदियो भने पुरै डायग्राम बन्यो कि बनेन, बन्यो। पुरै डायग्रामलाई चाहिँ हामीले के भन्छौँ, युनिभर्सल सेट भन्छौँ। त्यसो भए एन अफ यु हुने रहेछ त। यो अर्को फर्मुला ए युनियन बीमा कार्डिनेटिभ कम्प्लिमेन्ट जोडिदिनु भयो भने के आउँछ त, युनिभर्सल सेट आउँदो रहेछ। यो अर्को फर्मुला बन्यो यहीँबाट। यसैबाट मैले अर्को फर्मुला बनाउँछु है, यो लाइनबाट। एन अफ ए युनियन बी को भ्यालु हेर्नुहोस् त, यो माथि हामीले कति लेखेका छौँ, एन अफ ए एन अफ बी माइनस एन अफ ए इन्टरसेक्सन बी। त्यसो यो ठाउँमा यो लेखिदिनुहोस्, यो एन अफ ए प्लस एन अफ बी माइनस एन अफ ए इन्टरसेक्सन बी। यो कति सजिलो छ, यतिलाई हामीले यो लेखिदियौँ। अनि प्लस प्लसै छ, अरू त हामीले के पनि गरेनौँ। यो ए युनियन बी को कम्प्लिमेन्ट इक्वल टु एन अफ यु, यो अर्को फर्मुला पनि हो। हामीलाई कहिलेकाहीँ कार्डिनेटिभ अफ ए दियो, बी दियो, अनि इन्टरसेक्सनको कार्डिनेटिभ दियो, कम्प्लिमेन्टको कार्डिनेटिभ दिइदियो भने त्यो बेला हामीलाई टोटल नम्बर निकाल्नु पर्यो भने यो बेला यो फर्मुला प्रयोग गर्ने, डाइरेक्ट हामी यो गर्न सक्छौँ भनेको है। ल नेक्स्ट अझ यसैबाट अर्को फर्मुला बन्छ। अब यहाँ हेरौँ है, 4 नम्बरकोमा के दिएको छ, ए युनियन बी प्लस ए युनियन बी कम्प्लिमेन्ट इक्वल टु एन अफ यु दिएको छ। उक्त केसमा अब हामी के गर्थ्यौँ भने यसलाई उता पठाइदिउँ, के होला, यो उता गएर माइनस होला। एन अफ ए युनियन बी को कम्प्लिमेन्ट इक्वल टु एन अफ यु छँदैछ। अनि यसले अर्को साथी पनि पायो, यो वालालाई पायो होइन साथी, माइनस एन अफ ए युनियन बी। त्यो कहिलेकाहीँ हामीले कम्प्लिमेन्ट निकाल्नु पर्यो भने युनियनबाट युनिभर्सल सेटबाट ए युनियन बीलाई के गरिदिने त, सबट्र्याक्सन गर्ने। र कहिलेकाहीँ ए युनियन बी चाहियो भने पनि यो पनि गर्न सकिन्छ। यो नेक्स्टमा एन अफ ए युनियन बी इक्वल टु, अब यो अर्कोलाई पठाइदिउँ, अब यो कम्प्लिमेन्टलाई उता पठाइदिउँ र के होला, एन अफ यु माइनस एन अफ ए युनियन बी को कम्प्लिमेन्ट होला। ल एकदम इजी, साउन्ड बुझ्नु होला है। अब एन नट ए को भ्यालु चाहियो, अब यो त सामान्य भइहाल्यो, त्यही भएर म लास्टमा लेख्दैछु। अब त्यही पनि लेखिदिन्छु, एन नट ए इक्वल टु, यो भनेको ओन्ली ए हो, प्योर ए हो भनेर बुझ्दा पनि हुन्छ। यो एन नट ए निकाल्नको लागि पुरै ए सेटबाट यो इन्टरसेक्सन भएको भागलाई चाहिँ हटाइदिने हो। त हटाउनु भनेको यहाँ सबट्र्याक्सन गरेको सम्झिने, एन अफ ए माइनस एन अफ ए इन्टरसेक्सन बी गरिदिने। यो
कहिलेकाहीँ हामीले सर्ट नलेज क्वेसनमा फाइन्ड द कार्डिनेटी अफ एन नट ए भनेर भन्छ, त्यो बेला हामीले दिएको सेट एबाट इन्टरसेक्सन भएको भागलाई चाहिँ सबट्र्याक्सन गरिदिने। अब यहाँ ए अथवा जे दिए पनि कुरा उयो हामीले कन्सेप्ट बुझ्ने हो, त्यो सेटबाट इन्टरसेक्सन भएको भागलाई चाहिँ के गर्नुहोस् न सबट्र्याक्सन गर्नुहोस् भनेर बुझ्ने है। अब सबट्र्याक्सन गर्दा जर्नल सबट्र्याक्सन होइन, त्यसलाई चाहिँ हटाइदिने, त्यो भागहरू नलेख्ने भनेको है। ल यति कुरा चाहिँ बुझ्नुभयो होला। एकचोटि फेरि मैले सरस्वती भनिदिन्छु, बुझ्नु त सबैले बुझ्नु भयो होला, त्यही पनि अझ कुनै ठाउँमा कसुर बाँकी छ भने हामीले कम्प्लिटली चाहिँ क्लियर गर्दै जाने हो यो कन्सेप्टहरू। एन नटको रुममा तपाईँले कहिले डाटा दिएछ भने त्यो बेला युनियन निकाल्यो भने यो फर्मुला प्रयोग गर्ने है, ध्यान दिएर सुन्नु होला। वानली ए को चाहिँ कन्सेप्ट, वानली बी को कन्सेप्ट दिएछ भने क्वेसनमा हाम्रो त्यस्तो दिएको छ भने त्यो बेला चाहिँ कार्डिनेटी अफ ए युनियन बी निकाल्नु पर्यो भने यो फर्मुला प्रयोग गर्नुहोस्। अनि हामीले कार्डिनेटी अफ ए मात्र भन्यो भने यहाँनिर भाषा बुझ्नु है, फेरि वानली ए भन्यो भने यो फर्मुला प्रयोग गर्ने हो, अनि ए मात्र भनेछ भने त्यो बेला हामीले यो वाला फर्मुला प्रयोग गर्ने। वानलीको कन्सेप्ट आयो यो गर्नु, जर्नल रूपमा ए भनेर भनेछ भने यो वाला फर्मुला प्रयोग गर्ने। र अब यहीबाट हामीले इन्टरसेक्सनको फर्मुला पनि फाइन्ड आउट गऱ्यौँ। उस्तो उस्तै छ। अब युनियनको सट्टै इन्टरसेक्सन, इन्टरसेक्सनको सट्टै हामीले एक्सचेन्ज गरिदिएको। तपाईँले यो फर्मुला याद गर्नुभएछ भने यो फर्मुला चाहिँ सजिलैसित निकाल्न सक्नुहुन्छ। अब यो चाहिँ युनियन भयो, कम्प्लिमेन्ट हो। युनियन र कम्प्लिमेन्ट जोड्यो भने युनिभर्सल सेट आउँछ। यसैले मैले अलिक मोडिफाई गरिदिएको। अब यो डाइरेक्ट हामीले 1 2 3 4 वटा भ्याल्युज दिएछ भने डाइरेक्टै हामीले युनिभर्सल सेट त्यो बेला पनि निकाल्न सक्छौँ। र कहिलेकाहीँ हामीलाई कम्प्लिमेन्ट निकाल्न भनिदियो भने युनिभर्सल सेटबाट ए युनियन बीलाई चाहिँ हामीले गर्ने सबट्र्याक्सन गरेर कम्प्लिमेन्ट निकाल्न सक्छौँ। त्यस्तै गरी कम्प्लिमेन्ट दिएछ, युनिभर्सल सेट दिएछ भने हामीले युनियन पनि निकाल्न सक्छौँ। र वानली ए निकाल्नु पर्यो भने ए सेटबाट इन्टरसेक्सन भएको भागलाई के गर्नुपर्छ सबट्र्याक्सन गर्नुपर्छ, हटाइदिनुपर्छ भनेको है। यति बुझिएछ भने अब हामी अगाडि बढ्छौँ। यति जति कुराहरू पढ्यौँ हामीले, अब यस सम्बन्धी हामी केही क्वेसनहरू हेर्नेछौँ। यसको लागि हामी प्र्याक्टिस गर्छौँ। डाइरेक्ट यो क्वेसन हामी म एकछिनपछि गराउँछु। पहिले यसको लागि चाहिँ के फन्डामेन्टल चाहिँ क्वेसनहरू छ, तिनीहरूलाई हामी 1 र 2 मार्क्स भनेर भन्छौँ। ल क्वेसन्स फर 1 or 2 मार्क्स भनेर लेखिदिएँ मैले है। अलग्गै चाहिँ 1 र 2 मार्क्सको सोध्दैन, एउटै क्वेसनभित्र यसो क्याटेगोरी बनाएर एबिसिडी भनेर दिने हो। अलग्गै यो क्वेसन 1 क्वेसन मार्क्सको क्वेसन, 2 मार्क्सको क्वेसन भनेर अलग्गै क्वेसन चाहिँ बन्दैन, एउटै क्वेसनभित्र यो सब टाइटलहरूमा चाहिँ सोध्छ। त्यही भएर त्यही पनि हामी प्र्याक्टिसको लागि केही क्वेसनहरू हेरौँ। जस्तै फर इक्जाम्पल मैले एउटा क्वेसन यहाँ लेख्छु। यसमा हाम्रो मानौ ए र बी 2 वटा सेटहरू छ। अब जसमा एमा चाहिँ 20 अनि इन्टरसेक्सनमा 10 अनि यहाँ चाहिँ 30 छ अनि यहाँ चाहिँ 5 छ भने क्वेसन एउटा लेखिदिउँ। क्वेसन नम्बर 1 भनेर फ्रम गिवन भेन डायग्राम आन्सर द फ्लोइङ क्वेसन भनेर सोधिदिउँ। आन्सर द फ्लोइङ क्वेसन भनेर दिइदियो। यसमा जे कुरा पनि सोध्न सक्ला। अहिले प्र्याक्टिसको लागि अहिले यो प्याटर्न अनुसार आउँदैन, यसपछि क्वेसन मैले प्याटर्न अनुसार गराउने छु। यो चाहिँ अहिले हामी प्र्याक्टिसको लागि 1 र 2 मार्क्सको क्वेसनहरूको लागि प्र्याक्टिसको लागि मात्र हो। जस्तै के भन्दैन भने डिफाइन कार्डिनेटी अफ सेट्स। कार्डिनेटी अफ सेट भनेको के हो भनेर सोध्न सक्ला। त्यस्तो अर्को क्वेसन यसबाट फाइन्ड द कार्डिनेटी अफ ए भनेर सोध्देला। एन अफ ए बराबर क्वेसन मार्क। अनि त्यस्तै गरी यसैबाट अर्को एन नट ए इक्वल टु वाट, यसको भ्याल्यु पनि कति होला। अनि त्यस्तै गरी एन अफ ए इन्टरसेक्सन बी भनेर कार्डिनेटी अफ ए इन्टरसेक्सन बी कति हुने। त्यस्तै गरी अर्को एन अफ ए युनियन बी को
कम्प्लिमेन्ट निकाल भनेर भन्देला अथवा हामीले पढेको अहिले n of u इक्वल टु वाट। ल यति चाहिँ सम्भावनाको क्वेसनहरु भयो। यो हाम्रो चाहिँ प्र्याक्टिस 1 र 2 मार्क्सको क्वेसनको लागि यसरी सोध्दैन है। फेरि हाम्रो चाहिँ 1 2 3 4 पार्टसम्म मात्र आउने हो। यो त मैले अहिले तपाईहरुलाई प्र्याक्टिसको लागि क्वेसन चाहिँ गराइदिएको है। हामीले त्यो जान्नको लागि कुरा चाहिँ जान्नु पर्यो पहिले त। यो पहिले 1 नम्बरमा जाउँ यसको सोलुसनमा। डिफाइन द कार्डिनलिटी अफ सेट भनेर भनिएको छ। यो कुरा हामीले अघि नै डिस्कस गर्यौं। त्यै पनि कार्डिनलिटी भनेको के हो त? डिस्टिंक्ट एलिमेन्ट कन्टेन्ड इन सेट। कुनै पनि सेटमा भएका जो डिस्टिंक्ट एलिमेन्टहरु छन् त्यसलाई हामी के भन्छौं? कार्डिनलिटी अफ सेट भनेर भन्छौं। यो कुरा चाहिँ तपाईहरुले जानिसक्नु भएको छ। सिम्पल भयो अहिले। अब त्यस्तै गरी n of a भनेर भनिएको छ। यसमा हामीले अब यसरी बुझ्ने हो। n of a भनेको यो पुरै एरिया यहाँसम्मको एरिया हो यसको। त्यसो भए n of a भनेको अब यो एन्सरै भनेर लेखौं है। एन्सर सोलुसन अब जे भन्नुहुन्छ। 1 नम्बरको चाहिँ अब डेफिनेसन तपाईहरुले अब लेख्न सक्नुहुन्छ। 2 नम्बरको n of a भनेको के हो त? n of a भनेको यो एरिया यहाँसम्मको। अब यता भनेको यो 20 छ, यता कति छ? 10 छ। त 20 + 10 गर्दा कति भयो त? यो 30 भयो। त्यसो भए कार्डिनलिटी अफ a भनेको कति रहेछ? 30 भयो। अनि थर्ड नम्बरमा n not a भनेर सोध्यो। n of only a भनेपछि n not a भनेको अब हेर्ने हो। only a भनेको त यो एरिया मात्र हो। यो हैन फेरि यो एरिया मात्र हो। only a भनेको यो एरियामा त फेरि दुटैको आउँछ। यो a र b को दुटैको एरिया हो। यो चाहिँ पेयर हुन सक्दैन। पेयर भनेको त यो एरिया मात्र हो। only a भनेको। त्यसैले कति छ त्यसको भ्यालु? 20 छ। त्यस्तै गरी 4 नम्बरमा a इन्टरसेक्सन b को कार्डिनलिटी कति होला भनेको छ। a इन्टरसेक्सन b त यो 10 हो। त्यसो भए n of a इन्टरसेक्सन b इक्वल टु हाउ मच? 10। अनि त्यसैमा 5th नम्बरमा हाम्रो के सोधिएको छ भने a n of a युनियन b को कम्प्लिमेन्ट कति होला भनेर। n of a युनियन b को कम्प्लिमेन्ट इक्वल टु यहाँ हेर्ने हो। a युनियन b भनेको यो सर्कलहरु हो। यसमा नपरेको भनेको कम्प्लिमेन्ट हो। यो नपरेको भनेको 5 रहेछ यो। र अर्को n of u भनेको छ। n of u भनेको यो पुरै बक्स हो भनेर सम्झिनु। यो पुरै बक्स कसरी आउँछ ल भन्नुस् त? एकछिन सोचौं। n of u यो पुरै बक्स हो। यो पुरै बक्स कसरी आउँछ? यो एरियामा यो जोड्ने, यसमा यो जोड्ने, यसमा जो जोड्यो भने पुरै बक्स आउँछ। त्यसो भए यो कति रहेछ? 20 + 10 + 30 + 5 यति गर्दियो भने हाम्रो कति भयो? 65 रहेछ। त्यसो भए n of u को भ्यालु यो दिएको केसमा कति भयो त? 65 भयो। ल यसरी हामीले यो कार्डिनलिटी निकाल्नु रहेछ भन्ने कुरा सिक्यौं है। फेरि एकचोटी भनिदिन्छु। दुईवटा इन्टरसेक्टिङ सेटहरु दिएको छ। के कुरा हामीलाई सोधेको छ? कार्डिनलिटी अफ a निकाल्नु। अनि त्यस्तै गरी n not a निकाल्नु। n of a इन्टरसेक्सन b, n of a युनियन b को कम्प्लिमेन्ट। अब n of a भनेको यहाँसम्मको एरिया हो भने बुझ्यो। अब यसमा नि यतापट्टिको 20 छ। अनि इन्टरसेक्सन भएको भाग चाहिँ कति हो त? 10 हो। अब नत्र यसो डिटेलमा लेख्नुहुन्छ भने यहाँनिर यसो लेख्दा पनि हुन्छ। यो भनेको n not a अनि यो भनेको इन्टरसेक्सन प्लस n of a इन्टरसेक्सन b भनेर यो फर्मुला लेखे पनि हुन्छ। n of a इक्वल टु n not a प्लस n of a इन्टरसेक्सन b भन्नुस्। अनि 20 + 10 इक्वल टु 30 लेखे पनि हो। अब मैले चाहिँ अहिले भेन डायग्राम दिएको हुनाले यो फर्मुला किन लगाउने? भेन डायग्राम हेरेर चाहिँ हाम्रो काम भइन्छ भनेर मैले यो डाइरेक्टली लेखिदिए। अब n not a भनेको के भयो? 20 भयो। a इन्टरसेक्सन b भनेको 10 भयो। ल यसमा चाहिँ बुझ्यो होला। कम्प्लिमेन्ट भनेको 5 छ। यो सबै जोडेछ भने युनिभर्सल सेट आउँछ। अब त्यसो भए अब नेक्स्ट क्वेशनमा जाउँ। अब चाहिँ हामी एसी को प्याटर्न अनुसार हेर्छौं। अब यो चाहिँ बेसिक कुराहरु हो। बेसिक हैन, यसबाट पनि सोध्छ। अब त्यही एसी को क्वेशनको लागि अब यसमा टपिक चेन्ज गरौँ। एसी क्वेशन भनेर लेखौँ। एसी क्वेशन छ भनेर। अब हामी चाहिँ यो प्याटर्न अनुसारै प्र्याक्टिस गर्छौं। एसी को प्याटर्न के हो? फेरि एकचोटी भने नि मैले 6 मार्क्सको क्वेशन आउँछ। 6 मार्क्समा यसरी एबीसीडी भनेर आउँछ।
एबिसिडी भित्र यो नलेज, अन्डरस्ट्यान्डिङ, एबिलिटी र हायर एबिलिटीको क्वेसनहरू आउँछ। त्यही भएर अब हामीले क्वेसनहरू चाहिँ पढ्दाखेरि पहिले पहिले एससीका क्वेसनहरू पनि सिम्पल टु कम्प्लेक्स पढ्छौँ हामी। बढी जसो कस्तो क्वेसनहरू सोध्न सक्छ त्यसलाई चाहिँ मध्यनजर गरेर तपाईँहरूले बुझ्ने गरी मैले सिम्पल टु कम्प्लेक्स क्वेसनहरूको प्याटर्नमा क्वेसनहरू गराइदिन्छु। अब पहिलो हाम्रो चाहिँ क्वेसन नम्बर 1 भनेर लेखौँ। कस्तो क्वेसन सोध्न सक्छ भने अब हामीलाई इफ एन अफ ए इक्वल टु, मानौ हामीलाई एन अफ ए को भ्याल्यु चाहिँ कति दियो भने 40 भनेर दियो। त्यसै गरी एन अफ बी को भ्याल्यु चाहिँ 50 भनेर दियो। अनि त्यसै गरी एन अफ ए इन्टरसेक्सन बी को भ्याल्यु मानौ हामीलाई कति दियो 10 दियो। अनि त्यसै गरी एन अफ ए युनियन बी को कम्प्लिमेन्ट 5 दिएछ भने देन हामीले के क्वेसनहरू सोधे। नम्बर 1 मा ए मा भनौँ है, ए नम्बर त ए भनेर सोध्छ। राइट द भ्याल्यु अफ एन नट ए भनेर सोध्यो। यो भनेको हाम्रो नलेजको क्वेसन बन्छ। त्यही भएर मैले त 1K भनेर लेखिदिएँ। यो सोधेछ भने नलेजको क्वेसन अन्तर्गत पनि। अनि सेकेन्डमा हामीलाई सो द एबभ इन्फर्मेसन इन भेन डायग्राम भनेर भनिदिएको छ। भेन डायग्राम यो चाहिँ हाम्रो के भन्ला 1 अन्डरस्ट्यान्डिङ क्वेसन भयो। तेस्रो भनेको हाम्रो अर्को सी नम्बरमा के भन्ला फाइन्ड द भ्याल्यु अफ के भन्न सक्छ ल एन अफ ए युनियन बी नै भनिदियो। जस्तो आइडेन्टिटी अफ ए युनियन बी निकाल भनेर भन्न सक्ला। यो चाहिँ हाम्रो के अन्तर्गत आयो एबिलिटीको क्वेसन एप्लिकेसनको हो। र अर्को भनेको हाम्रो फाइन्ड द रेसियो अफ के भन्न सक्छ भनेपछि एन अफ ए इन्टरसेक्सन बी एन्ड एन अफ ए भनेर भनिदियो। यस्तो पनि सोध्न सक्छ। यो भनेको 1 हायर एबिलिटीको हो। ल यस्तैको प्याटर्नको सोधिराखेको हुन्छ है। प्याटर्न एकदम हाम्रो त्यो एससीकै अनुसार हो, यही अनुसार हो क्वेसन आउने हो। तपाईँले यो हेरेर बुझ्दा हुन्छ हाम्रो एससीमा क्वेसनहरू कस्तो आउँछ भनेर है। अगाडि हामीले जति प्र्याक्टिस गरे पनि हाम्रो त्यो प्र्याक्टिसको लागि मात्र चाहिँ बेसिक फर्महरू थियो। अब एक्चुअल क्वेसनको प्याटर्न चाहिँ यो हुनेछ हाम्रो। त्यही अनुसार चाहिँ हामीले अब सोलुसनतिर जाउँ। अब पहिले हामीलाई के दिएको छ एकचोटि ध्यान दिएर हेरौँ है। एकचोटि मैले फेरि पढेर सुनाउँछु। कार्डिनलिटी अफ ए इक्वल टु 40, कार्डिनलिटी अफ बी इक्वल टु 50 अनि कार्डिनलिटी अफ ए इन्टरसेक्सन बी इक्वल टु 10। अब यसबाट हामीले के बुझ्नु पर्यो भने ए र बी इन्टरसेक्टिङ सेट हो भनेर। अब यसमा खालि डिसजोइन्टेड सेटहरू चाहिँ सोध्दैन, बढी जसो इन्टरसेक्टिङ सेटहरू नि सोध्ने हो। अनि कम्प्लिमेन्ट पनि दिएको छ भने हामीलाई राइट द भ्याल्यु अफ एन नट ए भनेर भनेको छ। अब पहिले हामीले एन नट ए को फर्मुला के हो त ए नम्बरमा हामीले पढेको के हो भने सिन्स एन नट ए इक्वल टु फर्मुला के पढेको भर्खर भने जहिले पनि ओन्ली ए निकाल्नु पर्यो भने ए सेटबाट इन्टरसेक्सन भएको भागलाई के गर्ने त सबट्र्याक्सन गर्ने हो भनेर पढेको। त्यसो भए अब यसको भ्याल्युहरू लेखौँ त। एन अफ ए को भ्याल्यु चाहिँ कति छ हामी माथि हेरौँ। यो चाहिँ कति भयो 40 माइनस एन अफ ए इन्टरसेक्सनको भ्याल्यु बी को भ्याल्यु कति छ 10 छ। र यो 10 चाहिँ सबट्र्याक्सन गरिदिनुहोस्। कति हो 40 माइनस 10 भनेको 30 भइहाल्यो। ल सकियो, सजिलो छ हैन। क्वेसनहरू बुझ्दै जाने हो। बुझ्दै गयो भने स्टेप बाई स्टेप बुझ्दै गयो भने सजिलो हुँदै जान्छ। म्याथलाई हामीले घोक्नुभन्दा पनि कन्सेप्ट बुझ्ने हो। अब बुझ्यो भने सजिलो हुन्छ, म्याथ धेरै गाह्रो हुन्न। यसलाई चाहिँ घोक्ने प्रयास गर्ने होइन, बुझ्ने प्रयास गर्नुहोस् है। अनि त्यस्तै गरी सो द एबभ इन्फर्मेसन इन भेन डायग्राम भनेको छ। भेन डायग्राम बनाउने यो। अब इन्टरसेक्सन भन्ने बित्तिकै यो इन्टरसेक्सन देखाउने बित्तिकै यो चाहिँ इन्टरसेक्ट भएका सेटहरू भन्ने थाहा भइहाल्यो। अब डिस्जोइन्ट खासै सोध्दैन, त्यही पनि विचार गर्नु होला कहिलेकाहीँ। अब ए इन्टरसेक्सन बी, अब यसमा चाहिँ एकदम ध्यान दिएर कुनै ठाउँमा यसो नोट गरेर राख्दा हुन्छ। डाटा चाहिँ फुलफिल गर्दाखेरि
जहिले पनि के कुरा ध्यान दिनुहोस् भने इन्टरसेक्सनबाट भर्न सुरु गर्नु होला। डाटा जहिले पनि फिलअप गर्नु छ भेन डायग्राममा भने इन्टरसेक्सनबाट भर्न सुरु गर्नुहोस्। यसो गर्यो भने एकदम इजी हुन्छ। पहिले मैले इन्टरसेक्सनमै जान्छु। यो ए इन्टरसेक्सन बी भनेको कति हो 10 हो। सिधा यो इन्टरसेक्सनबाट सुरु गर्नु होला तपाईहरु। अब त्यसपछि हेर्नु ए भनेको टोटलमा हाम्रो 40 हो। 40 मा 10 त आइसक्यो अलरेडी, हामीले लेखिसकेका छौं भने अब कति रिमेनिङ भयो त 30 हो। यहाँ 40 माइनस 10 गरे पनि हुन्छ। अब म डाइरेक्ट चाहिँ 30 लेखिदिन्छु, बुझ्नुहुन्छ होला है। यहाँ चाहिँ फेरि 40 लेख्ने हैन, धेरै जसो स्टुडेन्टहरुले यहाँ मिस्टेक गर्छ। एन अफ ए भनेको यो बुझ्छ, एन अफ ए यो हैन नि त। एन अफ ए भनेको त यो सर्कल सम्मको एरिया हो, यो त ओन्ली ए हो। त्यही भएर ओन्ली ए मा हामीले 30 लेख्ने हो, यहाँनिर मिस्टेक गर्ने हैन। धेरै जसोले मिस्टेक गर्ने ठाउँ यो हो, अनि यता पनि मिस्टेक हुन्छ। एन अफ बी भनेको 50 हो। 50 मा 10 त अलरेडी आइसकेको छ, कति बाँकी रह्यो 40 रह्यो हो। यहाँ 50 लेख्ने हैन, यहाँ गल्ती गर्छ। यहाँ 50 यहाँ 40 लेखिदिन्छु, त्यस्तो गर्ने हैन है। बी भनेको त यहाँसम्मको सर्कल वाला एरिया हो, यसमा 10 यहाँ आइसक्यो, यहाँ 40 आयो। 10 40 भनेको 50 हो। अब मिल्यो नि कुरो यो। अनि कम्प्लिमेन्ट भनेको हाम्रो कति हो त 5 भयो। अब मैले सी नम्बर यता लेखिदिन्छु। फाइन्ड द भ्याल्यु अफ ए युनियन बी भनेको छ। अब सिधै यो भेन डायग्राम हेरेर थाहा भइहाल्छ। अब हामीले फर्मुला अहिले के पनि लगाउनु परेको छैन। फ्रम भेन डायग्राम भन्नु छ। फ्रम भेन डायग्राम यो सजिलो भइहाल्यो। फ्रम भेन डायग्राम, भेन डायग्रामबाट मैले अघि नै भनिसके एन अफ ए युनियन बी निकाल्नु छ भने हामीले के गर्ने भने ए र बी सबैले लेख्ने हो। सबै लेख्दाखेरि यहाँ कति छ 30 छ, अनि प्लस यो कति छ 10, अनि प्लस यता कति छ 40 छ। हाम्रो यो सबै चाहिँ एडिसन गर्दाखेरि कति आउँछ त 80 आउँछ। त्यसो भए देयरफोर एन अफ ए युनियन बी इक्वल टु कति रहेछ 80 रहेछ। कहिलेकाहीँ यस्तो सजिलो क्वेसनहरु पनि सोधिदिन्छ एक्जाममा। जानेपछि सजिलो हो, नजाने त यो पनि फेरि गाह्रो हुन्छ। अब फाइन्ड द रेशियो अफ एन अफ ए इन्टरसेक्सन बी हो। यो अन्डरलाइन गरिहालौँ, के कुरा सोधेको त उसले है। एन अफ ए इन्टरसेक्सन बी र एन अफ ए को चाहिँ रेशियो निकाल भनेको छ। पहिले चाहिँ हामीले एन अफ ए कति हो त यहाँ हेरौँ है। हियर भन्ने एन अफ ए इन्टरसेक्सन बी कति हो हेरौँ, माथि दिएको छ 10 हो। अनि एन अफ ए भनेको कति हो हेरौँ त माथि। एन अफ ए चाहिँ कति दिएको छ 40 दिएको छ। रेशियो निकाल भने पछि के गर्ने, नाउ एन अफ ए इन्टरसेक्सन बी अपन एन अफ ए डिभाइड गर्ने। त्यसो भए यहाँ कति दिएको छ 10, यहाँ कति हो 40, यो भनेको कति हो 1/4 भयो। अब रेशियोमा भन्नु पर्यो भने 1:4 रहेछ। देयरफोर एन अफ ए इन्टरसेक्सन बी रेशियो एन अफ ए भनेको कति हुँदो रहेछ त 1:4 हुने रहेछ। ल 6 मार्क्सको क्वेसन सकियो। यति गर्यो भने हाम्रो 6 मार्क्स आउँछ। एकदम स्टेप बाइ स्टेप बुझ्दै जानुहोस्, एकदम सजिलोसित तपाईहरु चाहिँ गर्न सक्नुहुन्छ। पहिले दिएको डाटा के हो फोकस गर्ने, त्यही डाटा अनुसार के कुरा निकाल्ने हो हामीले पहिले नै प्री प्लान गर्नुपर्छ। लेख्दै जाने, गर्ने मिस्टेक गर्दै जाने हैन। कसरी निकाल्ने पहिले एकचोटी क्वेसनलाई सर हेर्ने, यसो गर्छौं भनेर थाहा पाउने। यो स्टेपहरु बुझ्दै जाने हो है। एकचोटी फेरि भनिदिन्छु मैले। ए को भ्यालु एन अफ कोअर्डिनेट ए दिया छ, बी दिया छ, इन्टरसेक्सन कोअर्डिनेट दिया छ, कम्प्लिमेन्ट अफ कोअर्डिनेट दिया छ। हामीले पहिले ओन्ली ए को कोअर्डिनेट निकाल्नु भन्यो भने ए बाट इन्टरसेक्सन भएको भागलाई सबट्र्याक्सन गरिदिनुस्, हाम्रो के आउँछ ओन्ली ए आउँछ। अनि सेकेन्ड केसमा यो हो मेन अब तपाईहरुले गल्ती गर्ने ठाउँ भनेको डाटा भर्दा फिलअप गर्दाखेरि जहिले पनि इन्टरसेक्सन भएको भागबाट गर्नुस्। कति पनि गल्ती हुन्न, यो ट्रिक जान्नु होला है। इन्टरसेक्सनबाट भर्नुस्। इन्टरसेक्सनबाट भर्ने अब मिस्टेक हुने यो दुईटा ठाउँ हो। यो भनेको ओन्ली हो भनेर बुझ्ने है। फेरि यो दिएको भ्यालु हैन, यो ओन्ली हैन, यो घटाएर सबट्र्याक्सन गरेको भ्यालु लेख्ने। यहाँ पनि यो 50 लेख्ने हैन, यो ओन्ली भनेपछि सबट्र्याक्सन गरेको भाग लेख्ने, यो कम्प्लिमेन्ट। अब यो मेन तपाईहरुले फेरि यत्रो भेन डायग्राम गरेर फेरि यहाँ युनियनको भनेर अघि फर्मुला जाने छौं भनेर यो फर्मुला अप्लाई गर्ने हैन। फर्मुला अप्लाई गर्नुभयो भने अलि एक दुई लाइन चाहिँ लामो हुन्छ, टाइम वेस्ट हुन्छ। किन हामीले यत्रो भेन डायग्राम गरिसकेपछि त सिधै भेन डायग्रामबाट भर्ने एन अफ ए युनियन इक्वल टु यो प्लस यो गरिदिनुस्, सिधै एन अफ ए युनियन पनि आउँछ।
लास्टमा हामीलाई रेसियो निकाल भनेर सोधिएको थियो, हायर एबिलिटीको क्वेसन हो। तपाईँलाई रेसियोको कन्सेप्ट कति छ भनेर जान्नको लागि यो क्वेसन दिएको हो। त्यसको लागि हामीले माथिकै डाटाहरू प्रयोग गरेर रेसियो चाहिँ निकालिदियौँ। ल यति कुरा भयो यो क्वेसन नम्बर 1 मा। अब फेरि हामी एउटा अर्को क्वेसन गर्छौँ यस्तै। तपाईहरुलाई क्वेसन चाहिँ बुझिया छैन भने एकचोटि फेरि चाहिँ भिडियोलाई चाहिँ पज गरेर अलि अगाडिबाट चाहिँ एकचोटि रिपिट हेर्नु होला। सँगसँगै कमेन्ट गर्नु होला। मैले चाहिँ त्यसमा फेरि अर्को कुनै दिन भिडियो चाहिँ लिएर आउने छु। थप केही बुझाउनु पर्ने अझ जहाँसम्म लाग्छ बुझ्नु भएको छ होला। मैले बढीभन्दा बढी ट्रिकहरू प्रयोग गरेर तपाईलाई सजिलैतिर कसरी बुझ्न सकिन्छ भनेर क्वेसनहरू सल्भ गराउँदैछु। अब हामी फेरि एउटा अर्को क्वेसन गरौँ। यसको लागि ल क्वेसन लेखौँ पहिले, क्वेसन नम्बर 2 भनेर। अब क्वेसन चाहिँ उतापट्टि साइडमा लेख्नु पर्यो कि हटाउनु, यो लैदै लेखेँ मैले, सानो सानो गरेर लेख्छु। अब m and n are two subsets of म यता लाइन हाल्दिन्छु, उता एन्सर सोल्युसनको लागि चाहिन्छ अफ universal set U in which के छ n of u को भ्यालु चाहिँ हाम्रोमा फर एक्जाम्पल 100 दिएको छ। त्यस्तै गरी n of m को भ्यालु चाहिँ हाम्रो 70 दिएको छ। अनि त्यस्तै गरी n of n को भ्यालु 40। अनि अरु हामीले त्यस्तै गरी n of m union n भन्नु पर्यो। अब m union n को कम्प्लिमेन्ट को भ्यालु चाहिँ 10 राख्नु पर्यो, को भ्यालु 10। देन अब हामीले यो अघि जस्तै 4 वटा पोर्सनमा सोध्छ। नम्बर ए मा इन व्हिच कन्डिसन कार्डिनिटी अफ m union n equal to कार्डिनिटी अफ n। ल अघि हामीले पढेको, अहिले डिस्कस गर्छौँ हामीले यो कार्डिनिटी अफ m युनियन n। कार्डिनिटी अफ n सँग चाहिँ कुन केसमा इक्वल हुन्छ भनेर सोधिया छ एउटा यो भ्यालु। अनि सेकेन्ड केसमा सो द एबोभ इन्फर्मेसन इन्टु भेन डायग्राम भनेर भनिदियो, इन्टु भेन डायग्राम। यो इन्फर्मेसनहरुलाई भेन डायग्राममा देखाउ भन्यो भने यो एउटा अन्डरस्ट्यान्डिङ क्वेसन भइहाल्यो। अनि त्यस्तै गरी फाइन्ड द भ्यालु अफ, अर्को के भन्न सक्छ भने फाइन्ड द भ्यालु अफ कार्डिनिटी अफ ए इन्टरसेक्सन बी भनेर सोध्न सक्छ। यो भनेको 3 मार्क्सको एप्लिकेसन भइहाल्यो। अनि अर्को चाहिँ डी नम्बरमा क्याल्कुलेट the ratio of number of elements belonging in exactly one set and at least one set। अब म बुझाउँछु अहिले, टिप नगर्नु होला। यो भनेको हायर एबिलिटीको क्वेसन 1 मार्क्स यस्तो सोधिदियो।
भने अब यसको चाहिँ के निकाल्ने भने हामी यता पढ्छौँ। पहिले चाहिँ क्वेसनलाई एकचोटि राम्रोसित हेर्नुहोस् अनि बुझ्ने प्रयास गर्नुहोस्। म एकचोटि यहाँ बुझाउँछु तपाईँहरूले क्वेसन। M and N are two subset of universal set U भनेको छ। M र N दुईवटा सेटहरू छ कसका U का छन्, जसमा N of U को भ्यालु चाहिँ 100 दिया छ, M को भ्यालु चाहिँ 70 दिया छ, N को 40 दिया छ, कम्प्लिमेन्टको भ्यालु 10 दिएको छ। त्यसो भए इन व्हिच कन्डिसन N of M युनियन इक्वल टु N of N हुन्छ भने चाहिँ अघिको केस हो। अब युनियनको केसमा जहिले पनि हामीले के गर्नुपर्छ भने चाहिँ ठुलो सेटलाई हेर्नुपर्छ भने। त्यसो भए यो ठुलो सेट चाहिँ N हो भनेर थाहा हुन्छ। यहाँ हेर M युनियन N गरे भने N नै आउँदैछ युनियनमा, भने युनियनमा N चाहिँ ठुलो सेट हो भनेर बुझौँ। त्यसो भए पहिले ए नम्बर गरिहाल्छौँ है सोलुसन, अनि तल फेरि हामी स्टेप बाई स्टेप जुन क्वेसन आउँछ त्यसैमा हामी डिस्कस गर्दै गर्छौँ। पहिले ए नम्बरलाई लेखिहालौँ। कुन केसमा होला त? कुन केस भने N चाहिँ ठुलो सेट हो अनि M चाहिँ सानो सेट हो भन्ने केस हो। त्यो भनेको M कन्टेन्ड इन N भन्ने केस हो। If M is subset of N, then के हुने रहेछ त? कार्टेनिटी अफ M युनियन N इक्वल टु कति हुन्छ त? कार्टेनिटी अफ N हुन्छ। मैले अघि पनि भनेको थिएँ यो मुख जतातिर हुन्छ 30 नम्बर के हुन्छ? ठुलो हुन्छ। अब युनियनमा हामी के गर्छौँ? ठुलोवालालाई लिन्छौँ। अब इन्टरसेक्सन भएको भए यसको भ्यालु आउँथ्यो होला। कार्टेनिटी अफ M इन्टरसेक्सन N भनेको भए कति हुन्थ्यो? कार्टेनिटी अफ M भनेर लेख्ने थियो। बुझ्नुभयो नि कुरा? यहाँनिर कन्फ्युज हुने होइन है। युनियन आयो भने ठुलो सेटको चाहिँ कार्टेनिटी लेख्नुहोस्, इन्टरसेक्सन आयो भने सानो सेटको। यहाँ N कै भ्यालु आएको छ त यसको मतलब यो चाहिँ ठुलो सेट हो अनि M चाहिँ सानो सेट हो भनेर बुझ्ने। फिगरमा होइन बुझ्नु भएन भने मैले यता साइडमा फिगर पनि गरेर देखाइदिन्छु। यो यस्तो यो M भन्ने यता गयो अनि यसको N भयो। N नै आउने केस त युनियनमा भनेपछि यो ठुलो हो, यहीसम्म आउँछ नि त यो एरिया। बुझ्नुभयो होइन? गुड। अब बी नम्बरकोमा सो द एबभ इन्फर्मेसन टु भेन डायग्राम भनेको छ। भेन डायग्राममा सबै डाटा दिएको छ कि छैन हेर्ने। अब पहिले एकचोटि चेक गरिहाल्ने। यहाँ चाहिँ हाम्रो U चाहिँ दिएको छ, M दिएको छ, यहाँ इन्टरसेक्सन दिएको छैन। अब भेन डायग्राममा देखाउनुको लागि हामीलाई चाहिँ के चाहिन्छ? इन्टरसेक्सन चाहिन्छ। इन्टरसेक्सन छ त? छैन। त्यसो भए अब हामीलाई इन्टरसेक्सन चाहिँ अर्को नम्बरमा सोधेको हुनाले यो भेन डायग्राममा देखाउनु पर्यो। इन्टरसेक्सन छैन त पहिले लेट गरिहालौँ। लेट N अफ M इन्टरसेक्सन N भनेको X हो भनेर भनौँ। किनभने मैले अघि नै के भने तपाईँले जहिले पनि डाटा भर्दाखेरि भेन डायग्राममा इन्टरसेक्सनबाट भर्ने हो। अब इन्टरसेक्सन नै छैन भने भर्न त गाह्रो हुन्छ। त्यही भएर पहिले मानौँ X भ्याल्यु भनेर भन्ने इन्टरसेक्सन। अब देखौँ यसलाई यता। यो पहिलो M भइहाल्यो, अर्को चाहिँ N भयो। यसलाई M लेखिदिउँ, यसलाई N। डाटा Xबाट भर्न सुरु गर्ने। अब यहाँबाट चाहिँ अलिअलि कन्फ्युज हुन सुरु हुन्छ। ध्यान दिएर सुन्ने है। यो पुरै N हाम्रो M भनेको 70 हो। यो जति हामी सर्कल लेख्दैछौँ यो सर्कलसम्मको एरिया कति हो? X 70 हो। अब X त हामी अलरेडी लेखिसक्यौँ, हुनुपर्ने 70 मा X यता लेख्छु भने अब यसो बुझ्नु। अहिले यो 10 हो भने जस्तो सम्झौँ, टोटल चाहिँ 70 थियो। 10 यहाँ लेख्छु भने हामी के लेख्छौँ? 70 माइनस 10 गर्छौँ नि। सेम कन्सेप्ट यहाँ पनि त्यही प्रयोग गर्ने हो। टोटल 70 हो। X यहाँ लेख्छु भने यहाँ कति भयो त? 70 माइनस X हो। अब धेरै जसो विद्यार्थीले यहाँ मिस्टेक गर्छ। 70 माइनस X गरेर फेरि 70 X लेख्ने होइन है। फेरि यो चाहिँ सबट्र्याक्सन हुँदैन, अहिले यसै छोडिदिने। सेम केस N-मा पनि हो। टोटल N भनेको हाम्रो कति छ हेरौँ त? N भनेको 40 हो। अब 40 मा हामीले X त यहाँ लेखिसक्यौँ, यहाँ कति हुनुपर्छ? 40 माइनस X हो। अनि बाहिर कम्प्लिमेन्ट कति हुन्छ त? कम्प्लिमेन्टको भ्यालु हाम्रो N दिएको छ। ल बी नम्बरमा यति भनेको छ है। सो द एबभ इन्फर्मेसन इन भेन डायग्राम भनेको चाहिँ हामीले सबै देखाइदियौँ। फेरि पनि सम्झनको लागि इन्टरसेक्सनबाट भर्न सुरु गर्नुहोस्। इन्टरसेक्सनमा भर्ने, यो टोटल 70 हो। 70बाट इन्टरसेक्सनलाई सबट्र्याक्सन गर्ने। अनि यो भाग कसरी आउँछ त? पुरै सेटबाट इन्टरसेक्सनलाई सबट्र्याक्सन गर्ने। सी नम्बरमा यही फाइन्ड आउट गर भनेको छ। N अफ M इन्टरसेक्सन इक्वल टु वाट छ? अब X को भ्यालु निकाल्यो भने त्यो इन्टरसेक्सन हो। त फ्रम भेन डायग्राम भन्ने, फ्रम भेन डायग्राम फर्मुला लगाउने होइन, यत्रो गरेर यो
सिधै यो भेन डायग्राम छँदैछ नि, हामीले फर्मुला लाउनु पर्यो। भेन डायग्राम भए त फर्मुला आवश्यकै पर्दैन। हेर्नु जम्मै एडिसन गर्दाखेरि युको भ्याल्यु आउँछ, त्यो भनेको 70 माइनस एक्स प्लस 40 माइनस एक्स प्लस 10, यो गर्दा कति आउनुपर्छ त? युको भ्याल्यु कति छ? 100 छ। ल अब एक्स अब हट्यो भने सम्झिने, अन्त एक लाइन यो हटाइदियो भने ओभर 70 माइनस एक्स ब्रेकेट हटाइदिउँ, 40 माइनस एक्स प्लस 10 इक्वल टु 100। अब यो एडिसन गर्ने, एक्स जोड्दा केही पनि भएन। 70 40 110 प्लस यो भनेको 120 माइनस एक्स इक्वल टु 100 भयो है। यहाँबाट एक्सको भ्याल्यु 120 माइनस 100 हो, यो घटाउँदा कति आयो? 20 आयो। त्यसो भए देयरफोर एन अफ एम इन्टरसेक्सन इक्वल टु कति आउने रहेछ त? 20 आउने रहेछ। ल यो पनि सकियो। अब रह्यो हाम्रो डी नम्बर, क्यालकुलेट द यो चाहिँ अलिक बुझ्नु पर्ने चाहिँ, क्यालकुलेट द रेसियो अफ नम्बर अफ एलिमेन्ट्स बिलोङ्गिङ टु इन एक्ज्याक्टली वान सेट। एक्ज्याक्टली वान सेट आयो भने यो पेयर सेटहरू भन्नु खोजेको। पेयर सेट एम, पेयर सेट एन कति हुन्छ त्यो दुटै एडिसन गर्नुहोस्, के आउँछ? एक्ज्याक्टली वान सेट आउँछ। ए लिस्ट बनायो भने के भन्ने भनेको थिएँ मैले, यो चाहिँ युनियन आउँछ। ए लिस्ट वान, ए और बी और इन बोथ भन्ने वर्ड आयो भने जहिले पनि युनियन हो भनेर हामीले बुझ्नुपर्छ। त्यसो हो भने अब यसलाई मैले यता माथिपट्टि यतै लेखिदिन्छु। ल डी नम्बरको यतै लेखिदिन्छु है मैले, डी नम्बरको यतै हेर्नु होला, डी नम्बरको एन्सर है, डीको एन्सर यतै लेखिदिएँ मैले। पहिले हामी के निकालौँ? एन नोट एम र एन नोट एन निकालौँ। हियर एन नोट एम प्लस एन नोट एन। अब एन नोट एम भनेको यहाँ 70 माइनस एक्स हो, 70 माइनस एक्स लेखिदिउँ, अनि प्लस एन नोट एन भनेको कति हो? 40 माइनस एक्स हो, भेन डायग्राममा दिएको छ। अब एक्सको भ्याल्यु त थाहा भइसक्यो नि, 70 माइनस एक्स भनेको हाम्रो कति छ? 20, अनि यो कति भयो? 40 माइनस 20, यो भनेको कति भयो? अब यो त ब्रेकेट राखे पनि हो, नराखे पनि हुन्छ। कति हो? 50 प्लस 20 भनेको कति आएछ? 70 आयो। बुझ्नु भएन? अब एउटा भयो। अब यो होला ए लिस्ट वान भन्ने निकाल्नु, यो भनेको युनियन हो। अगेन एन अफ एम युनियन एन। ल एम युनियन एन भनेको कति छ? एम युनियन एन भनेको हामीले यो 100 बाट चाहिँ कम्प्लिमेन्टलाई सबट्र्याक्सन गरिदिने हो। 100 माइनस कम्प्लिमेन्ट भनेपछि यो 10, यो गर्यो भने कति आयो? 90 आयो। अब रेसियो निकालिदिनु, अब त आइसक्यो आन्सर। देयरफोर एन नोट एम, फेरि यता देखिन्छ कि देखिन्न? यता लेखिदिन्छु है मैले, यसपछि यता लेखिदिएँ एन नोट एम प्लस एन नोट एन अपन एन अफ एम युनियन एन इक्वल टु, अब यहाँ भ्याल्यु लेखौँ, यो कति भयो? 70 अपन 90, यो भनेको 7 अपन 9 आयो। देयरफोर रेसियो कति रहेछ त? अब यहाँ चाहिँ अलि एउटा होइन, देयरफोर एन नोट एम प्लस एन नोट एम रेसियो एन अफ एम युनियन एन इक्वल टु, यो होइन फेरि, इक्वल टु 7 रेसियो 9 भयो। ल यति थियो यसमा। फेरि एकचोटि सर भनिदिन्छु है मैले, ध्यान दिएर हेर्नु होला। हाम्रो एन दुईवटा सेटहरू थिए जसमा एन अफ युको भ्याल्यु दिएको छ, अनि
यहाँ दिएको छ, सबै कुरा दिएकै छ। पहिलो चाहिँ इन हुज कन्डिसन एन अफ एम युनियन इक्वल टु एन अफ एम हुन्छ भनेको थिएँ। त्यो कन्डिसन मैले यहाँ भनिदिएँ। युनियनको केस आयो भने हामीले ठुलो सेटलाई हेर्ने हो। ठुलो सेट चाहिँ एन हुनुपर्छ, किनभने एनकै भ्यालु लेखेको छ भने त्यहाँबाट हामीले सजिलै भन्न सक्छौँ। यदि इन्टरसेक्सनको केस हुन्थ्यो भने यहाँ चाहिँ जुन सेट दिएको हुन्छ त्यो स्मल सेट हो भनेर बुझ्नुपर्छ है। अब इन्फर्मेसन चाहिँ भेन डायग्राममा देखाऊ भनेको थियो। भेन डायग्राममा देखाउँदाखेरि जहिले पनि इन्टरसेक्सनबाट डाटाहरू भर्न सुरु गर्ने हो। इन्टरसेक्सन थिएन, त्यही भएर हामीले एक्स भनेर मान्यौँ। यो एक्स भन्ने बित्तिकै यो चाहिँ टोटल 70 हो, 70 माइनस एक्स भ्याल्यु यो 40 दियो, 40 माइनस एक्स होला, यो कम्प्लिमेन्टको भ्याल्यु भइहाल्यो। अनि थर्डमा चाहिँ यही इन्टरसेक्सन निकाल भनेको चाहिँ जो एक्स भनेर हामीले मानेको थियौँ त्यसको भ्याल्यु कति हुन्छ त भनेर भनिदिएको थियो। हामीले यसो भेन डायग्राम हेर्दाखेरि यो भ्याल्यु चाहिँ क्यालकुलेसन गरेर 20 आयो। अब सबै एडिसन गर्ने, यो भनेको यु हो, युको भ्याल्यु चाहिँ 100 हुन्छ। यहाँबाट एक्सको भ्याल्यु आउँछ, दायाँ बायाँ लगेर लेफ्ट र राइट भ्याल्युहरू लगेर यो चाहिँ सिम्प्लिफाई गरेको, अरू के होइन। डी नम्बरमा अलिकति बुझ्नुपर्ने थियो, हायर एबिलिटीको क्वेसन हो। यहाँ चाहिँ हामीले केही टर्महरू हुन्छ, म अर्को पार्टमा पनि अब डिटेलमा चाहिँ लेखाइदिन्छु तपाईँले केही टर्महरू छ। र आज चाहिँ हामीले यति बुझिराखौँ। एक्ज्याक्टली वान भन्ने वर्ड आयो अथवा ए अर बी अर इन बोथ भन्ने वर्ड आयो भने जहिले पनि हाम्रो यो एटलिस्ट वान आयो, ए अर बी अर इन बोथ भन्ने आयो भने युनियन हो भने सम्झिने। एक्ज्याक्टली वान भनेर आएछ भने त्यो बेला हामीले वानलीहरू आएको भनेर बुझ्ने। अब त्यो भएर वानली एम र वानली एन चाहिँ जोडेर हामीले यसको भ्याल्यु निकाल्यौँ, लास्टमा चाहिँ रेसियो निकाल्ने। ल यति हो। यसमा चाहिँ धेरै बुझ्यो होला जहाँसम्म लाग्छ। मैले चाहिँ एकदम सिम्पल रूपमा तपाईँहरूले बुझ्ने गरी चाहिँ यो भनिदिएको छु। र तपाईँले थप यस्तै प्र्याक्टिस क्वेसनको लागि अब अर्को पार्टमा ल्याउनेछु। आज अलिकति भिडियो बेसिक कुरादेखि लिएर यहाँसम्म भन्दाखेरि अलिक बढी टाइम चाहिँ भइसकेछ। त्यही भएर मैले अब अर्को पार्टमा बाँकी इम्पोर्टेन्ट अझै योभन्दा इम्पोर्टेन्ट क्वेसनहरू लिएर आउनेछु। तपाईँहरूले अर्को पार्ट चाहिँ हेर्न चाहिँ नभुल्नुहोला। र सँगसँगै मैले अपलोड गरेका भिडियोहरू तपाईँसित छिटोभन्दा छिटो पुगोस् भन्नको लागि मेरो युट्युब च्यानल नरेन्द्र सिंह चैँसिरलाई लाइक, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनु होला भन्दै अहिले तपाईँबाट बिदा हुन्छु र छिट्टै चाहिँ अर्को पार्ट तपाईँहरू कहाँ लिएर आउँछु भन्दै बिदा हुन्छु। हस्त।